नमस्ते। यहाँहरूले जुन बोर्डमा देख्नुभएको छ बाँदरमुढे स्मारक एउटा माओवादी द्वन्द्वकालमा व्यापक क्षति पुग्ने गरी जनगणको कतिजना ४०जना अन द स्पट मारिएको एउटा द्वन्द्वकालको हृदय विदारक घटना भएको ठाउँ बाँदरमुढे। यो खोलाकै किनारमा यो स्मारक बनाएको रहेछ उहाँहरूको स्मृतिमा। यो ठाउँमा पहिला पुल थिएन। यो खोला यी तलको खोलाबाट चाहिँ गाडीहरू आउने जाने गर्ने रहेछन् र त्यतिखेर यही खोला तर्ने क्रममै गाडीलाई यहाँ ध्वस्त बनाइएको रहेछ। एम्बुसमा पर्यो त खोलामै एम्बुसमा पर्यो होइन त त्यो। यसरी ठुलो एउटा ऐतिहासिक रूपमा अविस्मरणीय ठुलो क्षति भएको ठाउँ बाँदरमुढे यही ठाउँ रहेछ माडी नगरपालिका अन्तर्गत। यहाँहरूलाई मैले कुरा सम्झाएँ, दुःखद कुरा। धन्यवाद।